चाडपर्वहरूले समुदायलाई जोड्छन् हैन त? तर के होला जब एउटै चाड कुन दिन मनाउने भनेर समुदायभित्रै मतभेद हुन्छ? एउटै परिवारभित्र पनि कोही एक दिन कोही अर्को दिन मनाउने अवस्था। हो, ठ्याक्कै। तामाङ समुदायको महान पर्व सोनाम लोछारमा केही वर्षदेखि यस्तै भइरहेको छ। आज हामी यही विषयको अलि गहिराइमा पुग्ने कोसिस गर्नेछौँ। ल सुरु गरौँ। हामीसँग सोनाम लोछारको पात्रो विवादबारे विश्लेषण गरिएको एउटा लेख छ। यसकै आधारमा कुरा गरौँ। यो अन्योलको जड कहाँ छ, यसले समुदायमा कस्तो असर पारेको छ र यसको समाधान के हुन सक्छ, यी सबै कुराहरू खोतल्मी छौँ। यो विवाद कस्तो छ भने लोछार आउनु अघि नै सामाजिक सञ्जालमा बहस सुरु भइहाल्छ। हो, जताततै। कोही भन्छन् यो वर्ष मलमास छ, अनि अर्कोतिरबाट तुरुन्तै आउँछ। छैन, मलमास त गएको वर्ष पो थियो। हो, अनि आम मानिसहरू, उनीहरू त आम्बुलुङ हुन्छन्, मतलब दिशाहीन। के गर्ने कसो गर्ने? यो आम्बुलुङ शब्दले नै समस्याको गहिराई देखाउँछ। यो सामान्य मतभेद मात्रै होइन नि। होइन र? होइन, यो त पात्रो गणनाको एउटा गहिरो प्राविधिक समस्याको बाहिरी लक्षण मात्र हो। मानिसहरूको यो अन्योलले हामीलाई समस्याको जडसम्म पुग्न सङ्केत गरिरहेको छ। पात्रोको गणित सुन्दा नै अलि जटिल लाग्यो। तर यो विवाद पात्रोसँगै जोडिएको छ। हाम्रो पात्रो र तामाङ समुदायले मान्ने पात्रमा के त्यस्तो फरक छ र? राम्रो प्रश्न। सबै कुराको जड नै यहीँनेर छ। अब हेर्नुस् न, हामीले सामान्यतया प्रयोग गर्ने पात्रो सौर्य पात्रो हो। सूर्यको परिक्रमामा आधारित 365 दिनको हो। तर लहचार जस्ता धेरै परम्परागत चाडपर्वहरू ती चाहिँ चन्द्रपात्रोमा आधारित हुन्छन्। चन्द्रमाको कला अनुसार चल्ने। र त्यसमा एक वर्ष करिब 354 दिनको मात्र हुन्छ। भनेपछि एउटा पात्रो 365 दिनको, अर्को चाहिँ 354 दिनको। त्यसो भए त हरेक वर्ष 11 दिनको फरक पर्ने भयो नि? ठ्याक्कै, त्यही हो मुख्य कुरा। पहिलो वर्ष 11 दिन, दोस्रो वर्ष 22 दिन, यसरी फरक बढ्दै जान्छ। अनि नमिलाउने हो भने त चाडपर्वहरू ऋतुभन्दा अगाडि पछाडि पर्न थाल्छ। यही 11 दिनको अन्तरलाई मिलाउन हाम्रा पुर्खाहरूले एउटा चलाख उपाय निकाले, अधिक मास वा मलमास। अधिक मास मतलब लिप मन्थ जस्तै। जसरी अङ्ग्रेजी पात्रमा 4 वर्षमा एक दिन थपिन्छ, त्यसैगरी हाम्रोमा महिना नै थप्ने। अवधारणा उस्तै हो, तर यो अलि बढी जटिल छ। करिब हरेक 3 वर्षमा पात्रमा एउटा अतिरिक्त महिना थपिन्छ, अनि वर्षलाई 13 महिनाको बनाइन्छ। अनि त्यो 11 दिनको फरक मिलेर जान्छ? हो, तर समस्या कहाँनिर सुरु हुन्छ भने यो अधिक मास कुन वर्षमा, कुन महिनामा र कुन गणितीय सूत्र अनुसार थप्ने भन्नेमा एउटै नियम छैन। भनेपछि त्यो अतिरिक्त महिना कहिले थप्ने भन्ने कुरामा नै विवाद रहेछ? हो, विवादको एउटा मुख्य प्राविधिक कारण यही हो। अझ यसमा अर्को तहको जटिलता पनि छ। त्यो के हो नि? तामाङ समुदायले पात्रो गणनाको लागि जुन तिब्बती परम्परालाई आधार मान्छ, त्यो तिब्बती पात्रो आफैमा एउटै छैन। हो र? मलाई त सधैँ एउटै होला भन्ने लाग्थ्यो। छैन, तिब्बतका विभिन्न क्षेत्र गुम्बाहरूका आफ्नै गणना विधिहरू छन्। जस्तै फुक्पा र छुर्पु भन्ने 2 प्रमुख धार छन्। उनीहरूको गणनामा कहिलेकाहीँ सामान्य फरक देखिन्छ। अचम्म, भनेपछि हामीले जुन स्रोतलाई आधार मानेका छौँ त्यो आफैमा स्थिर छैन। यो त जग नै हल्लिएको जस्तो भयो। हो, त्यसरी नै बुझ्दा हुन्छ। जब मूल स्रोतहरूमा नै थोरै भए पनि भिन्नता छ भने त्यही स्रोत हेरेर गणना गर्ने हाम्रा विद्वानहरू बीच पनि फरक मत देखिनु स्वाभाविक हो। त्यो त हो। यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ। जब आधार नै अनेक छन् भने निष्कर्ष कसरी एउटै हुन सक्छ? यही प्राविधिक जटिलताले गर्दा यो वर्ष मलमास हो र होइन भन्ने बहस जन्मिन्छ। ल, यो प्राविधिक कुरा त बुझियो, तर यो सैद्धान्तिक मतभेदले आम मानिसको जीवनमा चाड मनाउने कुरामा चाहिँ कसरी असर पर्छ? विवादको सबैभन्दा मुख्य बिन्दु के हो त? अब हामी विवादको केन्द्रमा आइपुग्यौं। यहाँ 2वटा मान्यता आपसमा ठोक्किन्छन्। पहिलो मान्यता हो नेपाली पञ्चाङ्ग, अर्थात् राज्यले मान्यता दिएको आधिकारिक पात्रो हो। यस अनुसार सोनाम लोछार माघ शुक्ल पक्ष प्रतिपदाको दिन पर्छ। सरकारले दिने सार्वजनिक विदा पनि यही दिनमा हुन्छ। अनि दोस्रो मान्यता नि? दोस्रो मान्यता तामाङ समुदायको आफ्नै परम्परागत गणना प्रणाली हो। यस अनुसार लोछार क्रेला महिनाको पहिलो दिन अर्थात् 1 गति हो। क्रेला? यो तामाङ पात्रको पहिलो महिना होइन त? नयाँ वर्षको सुरुवात।
त्यसो भए एउटा सरकारी पात्रको मिति भयो, अर्को समुदायको आफ्नै परम्पराको मिति। तर सामान्यतया त यी दुवै एउटै दिन पर्छन् होला नि? एकदमै धेरैजसो वर्षहरूमा माघ शुक्ल पक्ष प्रतिपदा र खेलाको 1 गते एउटै दिन पर्छन्। सबैले मिलेर एउटै दिन लोछार मनाउँछन्, कुनै समस्या नै हुँदैन। तर अघि हामीले कुरा गरेको त्यो अधिक मासको समायोजनका कारण हरेक केही वर्षमा यो 2 दिन फरक फरक मितिमा पर्न जान्छन्। अनि विवादको आगो ठ्याक्कै यहीँबाट सल्किन्छ। हो, ठ्याक्कै त्यहीँबाट। कल्पना गरौँ न, एउटै परिवारमा 2 दाजुभाइ छन्। एउटाले भन्छ, म त सरकारले बिदा दिएको दिन पञ्चाङ्ग अनुसार मनाउँछु। अर्कोले भन्छ, होइन, हाम्रो परम्परा त खेलाको पहिलो दिन हो, म त्यही दिन मनाउँछु। त्यो घरको अवस्था के होला? चाड जोड्न आउने हो, तर यसो त फाटो ल्याउने जस्तो देखियो। तपाईले ठ्याक्कै समस्याको मर्म समात्नुभयो। यो केवल तारिखको लडाई मात्र रहेन। के हो त यो? यो राज्यले मान्यता दिएको पञ्चाङ्ग र समुदायको 100औं वर्ष पुरानो परम्परागत ज्ञान प्रणाली बीचको द्वन्द्व हो। एकातिर राज्यको आधिकारिकता छ, सरकारी कामकाज विधाहरू सबै त्यसै अनुसार चल्छ। अर्कोतिर समुदायको पहिचान, संस्कृति र पुर्खाको ज्ञानसँग जोडिएको गणना प्रणाली छ। यस्तो अवस्थामा कुनलाई मान्ने? यही प्रश्नले समुदायलाई 2 ध्रुवमा बाँडेको छ। यो त निकै गहिरो कुरा रहेछ। त्यसो भए यो विवाद सधैँ यसरी नै चलिरहन्छ त? हरेक केही वर्षमा समुदाय विभाजित भइरहने? हामीले हेरिरहेको यो स्रोतले के समाधान सुझाएको छ कि? र त्यो समाधान निकै व्यावहारिक र ठोस छ। हो र? लेखकको तर्क के छ भने यो समस्यालाई अब हरेक वर्ष सामाजिक सञ्जालमा बहस गरेर वा चिया पसलमा गफ गरेर टुङ्ग्याउन सकिँदैन। त्यो त हो। यसका लागि एउटा संस्थागत र आधिकारिक कदम चाल्नुपर्छ। कस्तो कदम, कसले चाल्ने? सुझाव अनुसार यो कदम नेपाल तामाङ घेदुङले चाल्नुपर्छ, जुन तामाङ समुदायको राष्ट्रिय स्तरको छाता संगठन हो। घेदुङले? हो। सुझाव के छ भने घेदुङले आफ्नो आगामी राष्ट्रिय अधिवेशनबाट यो विषयमा एउटा स्पष्ट र अन्तिम निर्णय गर्नुपर्छ। अब यो विवादलाई व्यक्ति वा समूहको तर्कमा छोड्ने होइन। सिङ्गो समुदायको छाता संगठनले यसको नेतृत्व लिनुपर्छ। हो। निर्णय त गर्ने, तर त्यो निर्णयको आधार के हुनुपर्छ? मतलब निर्णय कस्तो हुनुपर्छ भन्ने बारे के भनेको छ? त्यो पनि स्पष्ट छ। निर्णयको मुख्य विषय नै यही हुनुपर्छ। जब माघ शुक्ल पक्ष प्रतिपदा र खेलाको पहिलो दिन फरक पर्छन्, तब कुन दिनलाई आधिकारिक सोनम लोछार मान्ने? यो प्रश्नको उत्तरमा एउटा सामूहिक, स्पष्ट र बाध्यकारी निर्णय गरिनुपर्छ। सामूहिक, स्पष्ट र बाध्यकारी, यी 3 शब्द निकै शक्तिशाली छन्। यसलाई अलि विस्तारमा बुझाइदिनुस् न। सामूहिक किनभने यो निर्णय कुनै एक व्यक्ति वा सानो समूहले होइन। समुदायका सबै क्षेत्रका विद्वान, विज्ञ, लामा गुरुहरू र सरोकारवालाहरूको बृहत छलफल र सहमतिमा गरिनुपर्छ, ताकि सबैको अपनत्व होस्। हो। अनि स्पष्ट किनभने त्यो निर्णयमा कुनै तर, वा, यदि जस्ता द्विविधापूर्ण भाषा हुनु हुँदैन। कि यो कि त्यो भनेर किटान गरिनुपर्छ। कुनै अलमल बाँकी नरहोस्। र सबैभन्दा महत्त्वपूर्ण बाध्यकारी, अर्थात् त्यो निर्णय भएपछि तामाङ समुदायका सबै सङ्घ संस्था र व्यक्तिहरूले त्यसलाई मान्नुपर्ने एउटा नैतिक र सङ्गठनात्मक बन्धन हुनुपर्छ। सैद्धान्तिक रूपमा त यो उत्तम समाधान हो। एउटा आधिकारिक संस्थाले निर्णय गरेपछि सबैले मान्नुपर्छ। तर के यो व्यवहारमा त्यति नै सजिलो छ त? यो महत्त्वपूर्ण प्रश्न हो। सैद्धान्तिक रूपमा यो नै उत्तम उपाय हो, तर यसलाई लागू गर्न आफ्नै चुनौती छ। कस्तो चुनौती? घेदुङले निर्णय गर्ला, तर के समुदायका सबै गुट, उपगुट र आआफ्नै गणनामा विश्वास गर्ने विद्वानहरूले त्यसलाई 100% मनैदेखि मान्लान्? कार्यान्वयन पक्ष निकै चुनौतीपूर्ण हुन सक्छ। यदि कुनै समूहले हामी मान्दैनौँ भन्यो भने के गर्ने? हो नि। त्यसैले निर्णय गर्नु जति महत्त्वपूर्ण छ, त्यो निर्णयमा पुग्ने प्रक्रियालाई सकेसम्म समावेशी र पारदर्शी बनाउनु त्योभन्दा पनि बढी महत्त्वपूर्ण हुन्छ। आजको छलफलबाट के स्पष्ट भयो भने सोनाम लोछारको मिति विवाद कुनै व्यक्ति वा समूहको लहड वा अहङ्कारको उपज होइन। होइन, बिल्कुलै होइन। यो त निकै गहिरा र प्राविधिक कारणहरूले जेलिएको रहेछ।
सौर्य र चन्द्रपात्रो बीचको अन्तर, त्यो अन्तर मिलाउन प्रयोग गरिने अधिक मास गणनाको जटिलता अनि आधार मानिने तिब्बती पात्रोहरूमा नै रहेको भिन्नता र अन्त्यमा आएर राज्यले मान्ने पञ्चाङ्ग र समुदायको परम्परागत गणना बीचको टकराव, यो सबैको एक संयुक्त परिणाम हो। यसलाई समाधानको रूपमा प्रस्तुत गरेको छ। यो एकदमै व्यावहारिक र आवश्यक कदम पनि हो।